नमस्कार। आज म गरिबीको अवस्था बारेमा केही कुराहरू भन्न चाहन्छु। यो विषय मैले कक्षा 10 नेपाल सरकारको अनिवार्य नेपाली किताबबाट लिएको हुँ। अब सुरु गरौँ। गरिबीको अवस्था भनेको के हो? आफ्नो जीवन निर्वाह गर्नका लागि आवश्यक पर्ने घाँस, बाँस, कपास समेत परिपूर्ति गर्न नसकेको अवस्था नै गरिबी हो। गरिबीले नागरिकको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा पहुँच, अवसर, सहभागिता, न्यून आय आर्जन, रोजगारी र उत्पादनशीलताको कमी हुँदा जीवनयापनमा कठिनाई सिर्जना गरेको हुन्छ। गरिबीको कारण व्यक्ति राष्ट्रको सबै खालका अवसरमा सहभागी हुन नपाउँदा विकासको मूल प्रवाहबाट वञ्चित हुनुपरेको अवस्था आउँछ। विश्वमा दिन प्रतिदिन गरिबीको समस्या बढ्दै गएको छ। मानव विकास सूचाङ्कका आधारमा हेर्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबीको प्रभाव अत्याधिक देखिने गरेको छ। गरिबी बढ्नका कारणमा अशिक्षा, जनसङ्ख्या वृद्धि दरको उच्चता, बेरोजगारी, न्यून आर्थिक वृद्धि दर हुन्। त्यस्तै परनिर्भरता, असन्तुलित विकास, कृषिको व्यवसायीकरणमा अभाव, असमानता, असुरक्षा, साधन स्रोतको असन्तुलित वितरण आदि कारणले गरिबी बढाउन मद्दत पुर्याउँछ। नेपालमा पनि यिनै कारणले गर्दा गरिबीको समस्या ज्वलन्त बनेको देखिन्छ। गरिबी निवारणका लागि सर्वप्रथम सर्वेक्षण मार्फत गरिब घर परिवार पहिचान गरी विवरण अद्यावधि गर्नुपर्दछ। तत्पश्चात मात्र गरिबी निवारण लक्षित कार्यक्रम तर्जुमा गर्नु उपयुक्त हुन्छ। रोजगार तथा स्वरोजगारमूलक सिप विकास तालिम तथा शिक्षा कार्यक्रम सञ्चालनबाट पनि गरिबीको निवारण गर्न सकिन्छ। गरिबी न्यूनीकरण भौगोलिक, लैङ्गिक, सामाजिक समूहबीच अन्तर्सम्बन्धित भएकाले यसका लागि सरकारी, सहकारी, सामुदायिक, निजी र गैर-सरकारी क्षेत्र एवं विकास साझेदारको एकीकृत समन्वयात्मक भूमिका अनिवार्य हुन्छ। धन्यवाद।